दर्शकवृन्द विश्रामपछि पुनः स्वागत छ। यति बेला हामी कार्यक्रम भोइस फर चेन्जमा छौँ र कुराकानी गरिरहेका छौँ साहित्यकार तथा नवोदित गीतकार विकास विष्टज्यूसँग, जो अमेरिकाको न्युयोर्कमा हुनुहुन्छ। तपाईलाई चाहिँ यो गीत संगीत साहित्य जस्ता विषयहरूमा के कुराले के कारणले गर्दा रुचि जगायो? मान्छेहरूलाई प्रेरणा दिने खालका रुचि जगाउने खालका एक एकवटा कारणहरू विषयहरू हुन्छन् क्या? म हाई स्कुल लेभलमा पढ्दादेखि नै मलाई नेपाली पढाउने गुरु हुनुहुन्थ्यो। उहाँको नाम भूपेन्द्र सुवेदी हो। अझै उहाँ अहिले रिटायर भइसक्नुभयो। उहाँ मेरो मामा पनि पर्नुहुन्छ। उहाँले रचनाहरू गर्नुहुन्थ्यो र स्कुलमा हुने प्रत्येक कार्यक्रमहरूमा उहाँले मलाई छनौट गर्नुहुन्थ्यो र उहाँबाटै मैले चाहिँ लेख्ने यो प्रेरणा पाएको हो। र त्यसपछि अब विभिन्न ठाउँहरूमा अब कर्मचारीको हिसाबले अथवा विद्यार्थीको हिसाबले विभिन्न ठाउँहरूमा गइयो हैन। जाँदाखेरि अब अरू भन्दा रचनात्मक काम गरेर बस्दाखेरि आफ्नो समय पनि त्यस्तो खेर नजाने र आफू अनावश्यक कुराकानी अनावश्यक चाहिँ कामहरूमा पनि आफ्नो ध्यान नजाने भए हुनाले अब त्यस्ता कुराहरूले गर्दा र तत्कालीन विषयवस्तु भएका घटनाहरू र त्यो आफूले किताबको कापीको पानामा उतार्न मन लाग्यो हुन्थ्यो, लाग्ने भए हुनाले मैले त्यसरी यो लेखनतर्फ चाहिँ अलिकति अभिरुचि बढ्दै गएको। नेपालमा चाहिँ तपाईँले के कस्तो जागिरे जीवन बिताउनु भयो र कहाँ कहाँ काम गर्नुभयो? के काम गर्नुहुन्थ्यो त्यहाँ? मैले खास गरी नेपालमा म कानुन व्यवसायतिर लागेको मान्छे। कानुन व्यवसाय भन्नाले वकालत त मैले गरिनँ, तर कानुनको विद्यार्थी हो म अदालतमा काम गर्थेँ, पूर्ण आवेदन अदालत सुर्खेतमा। त्योभन्दा अगाडि बाजुरा बझाङतिर नि बसेँ 2-3 वर्ष। त्यहाँ अलि अब फरक किसिमको वातावरण, परिवारहरूबाट अलग्गिनु परेको अवस्थाहरू हुन्थे। बस्दाखेरि म एक कुनामा बसेर लेख्ने, अफिसमा काम नभएको बेला नि लेख्ने, त्यस्तो काम बढी नहुने अनि लेख्ने गर्थेँ। त्योभन्दा अगाडि मैले औषधि व्यवस्था विभागमा पनि काम गरेँ। कृषि मन्त्रालय अन्तर्गतका ठाउँहरूमा पनि काम गरेँ। लगभग 12 वर्ष म सरकारी सेवा गरेको थिएँ। तपाईँ अदालतमा काम गर्ने दौरानमा धेरै मान्छेहरूले न्याय पाएका, अन्यायमा परेका कुराहरू पनि देख्नुभयो होला? देखियो। त्यस्ता अन्यायमा परेकाहरूका लागि पनि केही साहित्य सृजना गर्नुभयो त्यति बेला? त्यो बेलाहरू अब खास गरी त्यस बेला त्यससँग सम्बन्धित विषयमा त मैले गरिनँ हैन। त्यो एउटा कामको पाटो थियो। तर मैले चाहिँ नि समाजमा अलिकति पीडित भएका समुदायहरू जस्तै गरिब वर्गहरू हैन, जसले चाहिँ नि अब आफ्नो घाँसबास कपासको लागि चाहिँ नि सधैँ सङ्घर्ष गरिराखेका हुन्छन् र गाउँ समाजहरूमा एउटा शोषकहरूले अब गरिबहरूलाई पारेको थिचोमिचोहरूका सम्बन्धमा यस्ता किसिमका काम गरी खाने वर्ग, शोषित पीडित वर्गका लागि कविता लेखेँ। यस्ता किसिमका लेखेँ मैले। अब जस्तै छुवाछुतका सम्बन्ध भएका कविताहरू पनि मैले लेख्थेँ। त्यही बेला आफूलाई चाहिँ जुन असह्य भाव हुन्थे, तिनी देख्दाखेरि अलि विभेद भए जस्ता विषयहरू लाग्थे, तिनीहरू मैले जस्ता किसिमका लेख्ने गर्थेँ। अमेरिका आइसकेपछि यहाँको मान्छेहरूको, नेपालीहरूको जीवनशैलीले तपाईँलाई कतिको यहाँको कठिनाइका कुराहरू छन्, नेपालीहरूको कठिन सङ्घर्षपूर्ण जीवनशैली छ, यो जीवनशैलीले चाहिँ कतिको टच गर्ने गरेको छ? कविताहरू त्यस विषयमा कतिको? त्यस्तो विषयले त एकदमै टच गरेको छ। त्यसले गर्दाखेरि मैले त्यही सम्बन्धमा सुरुमा यहाँ आउँदाखेरि मैले एउटा गजल पनि लेखेको थिएँ त्यही सम्बन्धमा। जस्तै आफूले भोग्यो, मैले भोगे जस्तै अरूले पनि भोग्नुभयो होला, तिनै चाहिँ नि कुराहरू लिएर मैले रचनाहरू अहिले गर्ने। हामीले 2-4 लाइन के तपाईँसँग त्यस्तो छ भने हामी सुन्न सक्छौँ यतिखेर? सकिन्छ हजुर। मैले चाहिँ नि उसमा मैले खास गरी यसमा त राखेको थिइनँ। अब यो सुरुमा आउँदाखेरि मैले यो चाहिँ रचना गरेको गजल हो। त्यो गजल यहाँ हाम्रो दर्शकको लागि सुनाइदिनुहोस् न। हाम्रो दर्शक, आम दर्शकलाई अमेरिकाको जीवनशैली बारे पनि थाहा होस्। हजुर, मैले चाहिँ यो गजल लेखेको छु। सुख सुविधा मिल्छ भनी अमेरिका आइयो हजुर, सुख सुविधा मिल्छ भनी अमेरिका आइयो हजुर, गरिबीको पासोलाई डलरले फाल्छ भन्थे हजुर, गरिबीको पासोलाई डलरले फाल्छ भन्थे हजुर, चिल्लै चिल्ला मोटर बाटो देखे मात्र के हुन्थ्यो हजुर, चिल्लै चिल्ला मोटर बाटो देखे मात्र के हुन्थ्यो हजुर, वर्ष दिनमा 6 महिना ट्रेन बास भयो हजुर, वर्ष दिनमा 6 महिना ट्रेनको बास भयो हजुर, दिनभरि सहरमा जागिर खोज्ने चटारो छ, दिनभरि सहरमा जागिर खोज्ने चटारो छ, बल्ल बल्ल मिल्यो भने फायर हुने हतारो छ,
बल्ल बल्ल मिल्यो भने फायर हुने हतार। दिनभरि सहरमा जागिर खोज्ने चटारो छ, बल्ल बल्ल मिल्यो भने फायर हुने हतारो छ। पक्कै पनि यहाँको अमेरिकामा आम नेपालीहरूले मात्रै नभएर सबैले भोग्ने गरेको देख्ने गरेको कुराहरू हो यो। यति बेला हामी कुराकानी गरिरहेका छौँ विकास विष्ट, जो अमेरिकाको न्युयोर्कमा हुनुहुन्छ र एकजना साहित्यकार हुनुहुन्छ र नवोदित गीतकार पनि हुनुहुन्छ। उहाँसँग कुराकानी गरिरहेका छौँ। म अलिकति तपाईँको प्रकाशोन्मुख आउन लागेको बजारमा आउने भनिएको नयाँ एल्बमको बारेमा कुरा गर्न चाहन्छु। कति बेलासम्म कहिलेसम्म यो दर्शक श्रोताहरूले त्यो एल्बम हेर्न सुन्न पाउनेछ? त्यो एल्बमको ट्र्याकहरू लगभग तयार भइसकेको छ। अलि प्र्याक्टिस गरिरहेका छौँ हामीले। त्यो एल्बममा एकजना बहिनी हुनुहुन्छ बेनुका दियालीजी र मैले हामीले दोहोरीको रूपमा हामीले गाउन लागेका छौँ। त्यसमा विमल डाँगीज्यूले उहाँले चाहिँ यसमा सङ्गीत दिनुभएको छ कतिपय गीतहरूमा। कतिपय गीतमा मेरो लय सङ्कलन छ, कतिपय गीतमा बेनुकाजीको पनि छ। अब यो लगभग निकट भविष्यमै लगभग 1-2 महिनाभित्रमा आउँछ होला। यो अमेरिकामै रेकर्ड गर्नुहुन्छ कि नेपालमा रेकर्ड गर्ने? हामीले अमेरिकामा रेकर्ड चाहिँ यहीँ गर्ने, त्यसको मिक्सिङ नेपालमा पठाएर नेपालबाटै त्यसलाई अलिक बजारीकरण गर्ने विचार छ। डिस्ट्रिब्युट चाहिँ नेपालमा गर्ने कि अमेरिकामै गर्ने? डिस्ट्रिब्युट नेपाल अमेरिका दुवै ठाउँमा हुन्छ। पहिलाको एल्बम पनि तपाईँहरूले बजारमा वितरण चाहिँ नेपालमा पनि गर्नुभएको थियो? हजुर, नेपालमा हामीले म्युजिक नेपाललाई दिएको थियौँ। म्युजिक नेपालले सबै आफ्नो अनलाइनमा सिआरबिटी पिआरबिटी मार्फत डाउनलोड गर्न सकिन्छ त्यो गीतहरू। त्यस्तै तरिकाले अहिले त्यो गीतलाई आउनेवाला एल्बमलाई त्यस्तै गर्ने विचार छ। तपाईँको आगामी एल्बम जुन बजारमा आउन लागेको छ, त्यो एल्बमबाट तपाईँलाई मन परेका केही टुक्राहरू म फेरि यति बेला दर्शकहरूलाई सुनाउन अनुरोध गर्छु। हस्, धन्यवाद। म फेरि यहाँ पस्कन्छु एउटा टुक्रा। यो दोहोरी गीत हो जसमा एउटा गीतको बोल यस्तो छ: सधैँभरि अभावै अभाव, के गरेर चलाउने व्यवहार, जान्छु विदेश स्वदेशमा काम पाइन खाए हरेस। अभावै अभाव, के गरेर चलाउने व्यवहार, जान्छु विदेश स्वदेशमा काम पाइन खाए हरेस। हे सबै प्रदेश गाउँ सुन्ने भइरहेछ, बाँझो बारी भिर पाखा रोइरहेछ, नजाऊ विदेश यही माटोमा देऊ पसिना नखाऊ हरेस। गाउँ सुन्ने भइरहेछ, बाँझो बारी भिर पाखा रोइरहेछ, नजाऊ विदेश यही माटोमा देऊ पसिना नखाऊ हरेस। यो चाहिँ नि लोग्ने र श्रीमती बिचको चाहिँ दोहोरी हो। पहिले लोग्नेले गाएको, यो अहिले चाहिँ श्रीमतीले गाएको। तपाईँले अरूलाई विदेश नजानको लागि, स्वदेशकै माटोमा पसिना बगाउनको लागि प्रेरणा दिने गरी गीत गाउँदै हुनुहुन्छ, गीत लेख्नु भएको छ। तपाईँ चाहिँ विदेश किन आउनुभयो? म चाहिँ खास गरी विदेश आएको, अब त्यो सन्देश त्यस्तो अहिले म यहाँ विदेश आइसकेपछि महसुस गर्दैछु विदेश आउनु हुने रहेछ भनेर। त्यो बेला त हजुरको चाहिँ नि अब म जाहिर गर्दै थिएँ। अब यो डिबी अब भर्ने सिस्टम थियो, मैले भरिहालेँ, परिसकेपछि अब विश्वको देश अमेरिका विकसित देश एकचोटि हेरिहालौँ होइन। अब जाहिरको अनुभव पनि भयो, पढ्ने पनि पढियो, अब छोराछोरी पनि भए, सबै भए। अब एकचोटि सबैलाई विदेश भ्रमण गरौँ भन्ने उद्देश्य खास। भनेपछि विदेशको बसाइप्रति नेपालमा तपाईँको जुन बसाइ थियो त्यसको तुलनामा विदेशको बसाइ, अमेरिकाको बसाइप्रति सन्तुष्ट हुनुहुन्न? सन्तोष त कसरी हुने, अब यहाँ विकासका चरम बिन्दु देखेर मात्रै हुन्छ। आफ्नो आमाको काख भने आफ्नो आमाकै काख हो। जतिसुकै अभाव भए पनि, पीडा भए पनि, जतिसुकै पछौटीपन भए पनि त्यहाँको सन्तुष्टि र यहाँको सन्तुष्टिमा धेरै अन्तर छ। बाहिरको जतिसुकै मिष्टान्न भोजन किन नहोस्, घरभित्रकै ढिँडो गुन्द्रुक नै राम्रो मनपर्छ, आमाकै काख मनपर्छ। भनेपछि आफ्नै आमाको काखमा, आफ्नै स्वदेशमा फर्कने योजना बनाउनु भएको छ भविष्यमा? हजुर, म डेफिनेटली म त फर्किन्नै हो। यहाँ अब बच्चाहरूले पढ्दै पनि छन् होइन। अब 5-7 वर्ष छोटो समय बसेर त्यसपछि फर्किने मेरो त्यो सोच छ, फर्किन्नै हो। त्यो तपाईँले 4-5 वर्ष अमेरिकामा बिताउनु भयो, जो अमेरिका एउटा सबैको आकर्षणको केन्द्रबिन्दु रहेको छ। नेपालीहरू, अधिकांश नेपालीहरू को अमेरिकामा घुम्न, बस्न या काम गर्न आउने रहर पनि अवश्य हुन्छ। जो अमेरिकामा आउन चाहन्छन् हजुर, उनीहरूलाई चाहिँ
यो अवसरमा के भन्न चाहनुहुन्छ? आम रूपमा अमेरिकामा आउने सबैको चाहना हुन्छ नै। यसमा आउनुभन्दा अगाडि मैले के भन्छु भने विदेशमा आउने ग्लोबलाइजेसन युग हो, संसारको जुनसुकै कुनामा पनि जान सकिन्छ, त्यही नै सीमित भएर बस्न सकिन्छ भन्ने होइन। र आउनेहरूलाई के हुन्छ भने मैले यहाँ आउनुभन्दा अगाडि आफूलाई अलिकति इङ्ग्लिसमा अङ्ग्रेजी भाषामा अलिकति दक्ष बनाएर आउनुहोस् र प्राविधिक हिसाबले अलिकति सक्षम भएर पनि आउनुहोस्, किनभने यहाँ सिपको कदर गरिने ठाउँ हो। सिप बिनाको कोरो मान्छेको यहाँ अलिकति काम छैन। त्यो सिप भयो भने तपाईँहरूलाई काम पाउनको लागि सजिलो हुन्छ। र विदेशमा आउँदाखेरि जहिले पनि आफ्नो देशको पहिचान नभुलिकन आफ्नो देशको चाहिने भाषा संस्कृतिहरूलाई सँगसँगै लिएर यहाँ आएर कायम राखेर आफ्नो पललाई कहिले पनि नभुल्नुहोस् भन्ने मेरो आग्रह हो। धन्यवाद विकासजी, आफ्नो व्यस्तताका बावजुद पनि हामीलाई कार्यक्रम भोइस फर चेन्जलाई समय उपलब्ध गराइदिनु भयो। हामी तपाईँको आगामी एल्बमको सफलताको पनि कामना गर्दछौँ र तपाईँका साहित्यिक दिनहरू अझ सफल हुन् हामी चाहना व्यक्त गर्दछौँ। धन्यवाद किशोर सर। मलाई पनि मेरा भावनाहरू, मेरा जुन कुण्ठित भएका कुराहरू छन् लाई आम दर्शक सामुन्ने, आम नेपाली दाजुभाइ सामुन्ने राख्ने जुन अवसर दिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद। म जस्तै अरू पनि नव प्रतिभाहरू, लेख्न चाहनेहरू, गायककार, कवि, साहित्यकार सबैलाई यस्तै गरेर अवसर दिनुहुनेछ भन्ने मैले आशा गरेको छु, जसले गर्दा हामी जस्ता लेख्ने मान्छेहरूलाई अलिकति उत्प्रेरणा हुन्छ। दर्शकवृन्द, आज हामीले कार्यक्रम भोइस फर चेन्जमा साहित्यकार तथा गीतकार विकास विष्टज्यूसँग कुराकानी गऱ्यौँ। तपाईँलाई आजको श्रृङ्खला कस्तो लाग्यो? हामी सल्लाह, सुझाव र प्रतिक्रियाको पनि अपेक्षा गर्दछौँ। यो श्रृङ्खलाबाट भने म किशोर पन्थी पनि बिदा हुन चाहन्छु। नमस्ते।